आमाको दुर्घटनाको क्षतिपूर्तिको रकमले अर्की आमाको जीवन बचाउँदै गिबिना मगर। पोखरा महानगरपालिका 25 हेम्जाकी गिबिना मगरले आफ्नी आमाको दुर्घटना बापत नेपाल सरकारबाट प्राप्त क्षतिपूर्तिको 5 लाख रुपैयाँ म्याग्दीकी मृगौला पीडित सङ्गीता विकाको उपचारमा सहयोग गरेर मानवताको अनुपम उदाहरण प्रस्तुत गरेकी छिन्। मलाई लाग्छ म आफै पनि टुरी भएको कारणले गर्दा आमा नहुँदाको पीडा मैले भोगिसकेको छु, त्यसैले त्यो बच्चाहरूले पनि त्यो पीडा चाहिँ भोग्न नपरोस्। यो रकमले सङ्गीताको जीवनमा आशाको किरण ल्याउनेछ। 33 वर्षीय सङ्गीता दुवै मृगौला फेल भएर जीवन र मृत्युको दोसाँधमा थिइन्। 2 साना सन्तानकी आमा सङ्गीताको कमजोर आर्थिक अवस्थाले नियमित डायलिसिस र मृगौला प्रत्यारोपणको खर्च जुटाउन असम्भव थियो। यस्तो कठिन परिस्थितिमा गिबिनाको यो सहयोग उनको परिवारका लागि ठुलो राहत बनेको छ। गिबिनाले आफ्नो मन छुने निर्णयको कारण खुलाउँदै भनिन्, मैले आमालाई गुमाएकी छु, त्यो पीडा मैले नजिकबाट भोगेकी छु। सङ्गीताका साना नानीहरूले पनि आमाको माया गुमाउन नपरोस् भन्ने मेरो चाहना हो। गिबिनाको यो निस्वार्थ कार्यको सामाजिक सञ्जालमा चौतर्फी चर्चा र प्रेरणाको सन्देश फैलिएको छ।